नमस्कार। कुरा केही हप्ता अगाडिको हो। मलाई यो भन्नुपर्छ सायद भन्ने लागेर मैले यो भिडियो बनाउँदैछु। नेपालकै प्रतिष्ठित मानिएको एउटा हस्पिटलमा म केही हप्ता अगाडि पुगेको थिएँ। जानै पर्ने भएकोले र सानो समस्या पनि लिएर गएको थिएँ। धेरै बेरको वेग र प्रतीक्षा गर्दै डाक्टरको वेटिङमा धेरै पेसेन्टहरू बसिरहेका थिए। त्यसमध्येमा म पनि एउटा थिएँ र लामो समयको वेट पछाडि पालो आयो र मेरा पछाडि कमसेकम 25-30 जना भन्दा बेसी अरू बिरामीहरू हुनुहुन्थ्यो। म हस्पिटलमा त्यस्तै 6:30-7 बजेतिर पुगेको थिएँ र 2-3 घण्टाको वेटिङ पछाडि चेक जाँच सुरु भएको थियो। त्यो दिन अलि ढिला भएको थियो र बिरामीहरू अलि रुष्ट पनि हुनुहुन्थ्यो। त्यस्तै क्रममा मेरो अगाडि पनि धेरैको चेक जाँच भयो। पछि बिस्तारै अरूको पालो सँगसँगै मेरो पालो पनि आयो र चेकअप सुरु भयो। त्यस्तै चेक गर्ने क्रममा एकजना नर्स आउनुभयो अनि नर्सले चाहिँ डाक्टरलाई अनुरोध गर्नुभयो। डाक्टरलाई भन्नुभयो कि एकजना बिरामी हुनुहुन्छ सर, टिकट दिने दाइले पनि टाइम सिद्धियो भनेर टिकट दिनु भएन छ। उहाँहरूको भाषा मैले सुन्दा पश्चिम कर्णालीतिरको हुम्ला जुम्लातिरको जस्तो लाग्यो। उहाँहरूले उपचार गराउन पाउने भएनौ भनेर अत्यन्त दुखेसो गर्नुभयो, गुनासो गर्नुभयो। उहाँहरूसँग टिकट छैन, टिकट दिने दाइले टाइम सक्यो भनेर दिनु भएन छ, के गरौँ भनेर भन्नुभयो। र बिरामी पनि वास्तवमै अत्यन्त बिरामी नै हुनुहुँदो रहेछ। अनि उहाँसँगै महिला पनि आउनु भएको थियो, तर बिरामी चाहिँ पुरुष हुनुहुँदो रहेछ। अनि उहाँहरू काठमाडौँमा भौतारिन थालेको 1 हप्ता र हस्पिटलकै वरिपरि हिँड्न थालेकै 2-3 दिन भइसकेको रहेछ उहाँले भन्दा। अनि पछि मैले भन्न खोजेको हरेक कुराको सीमा साँध हुन्छ। कहिलेकाहीँ ती सीमा साँधहरू र पर्खालहरू तोडिनुपर्छ भन्ने कुरा यसै भनेका हैनन् र कहिलेकाहीँ आफूले बनाएका नीति नियमहरू पनि तोड्नुपर्छ। त्यो दिन र आफ्नो सृजनशीलता पनि देखाउनु पर्छ। त्यो दिन डाक्टरले अत्यन्त सृजनशीलता देखाउनु भयो। मलाई चाहिँ बडो आफै भित्र म पनि द्रवीभूत भए उहाँले गरेको कामले। उहाँले चाहिँ सिधा के भन्नुभयो भने नर्सलाई चाहिँ यस्तो बिरामीको लागि
कुनै पनि टिकट चाहिँदैन, टाइम गयो केही फरक परेन, ल म लेखिदिन्छु अनि बिरामीलाई लिएर आउनुहोस् भनेर उहाँले एउटा आफ्नै टेबल अगाडिको कापी निकालेर लेखेर दिनुभयो र त्यो बिरामीलाई तुरुन्त एन्ट्री गरेर आफैले हाम्रो अगाडि नै चेक गरेर अरूलाई पनि, हामी जति त्यहाँ पेसेन्ट थियौँ, बिरामी थियौँ, र उहाँले अरूलाई पनि बडो हार्दिकतापूर्वक, बडो विनम्रतापूर्वक यति राम्रोसँग सम्झाउनु भयो कि मलाई चाहिँ साँच्चै डाक्टर भनेका यस्ता हुन्छन् है भन्ने फिल भयो। साँच्चै मलाई डाक्टर भन्दा पनि अझ माथिल्लो लेभलको हुनुहुँदो रहेछ उहाँ जस्तो लाग्यो। उहाँले त्यो पढेर वास्तवमा बिरामीको उपचारको लागि मात्रै ज्ञान प्राप्त गरेको जस्तो लागेन, अझ एक्स्ट्रा अतिरिक्त हुनुहुँदो रहेछ उहाँ चाहिँ। मानिसलाई कसरी कन्भिन्स गर्ने, कसरी मानिसहरूलाई आफूतिर आकर्षण गर्ने, कसरी मानिसहरूलाई सम्झाउने, कसरी लिड गर्ने र कस्तो अवस्थामा आफूहरूले पनि बनाएका नियमहरू नै तोड्दिने। कहिलेकाहीँ आफूहरूले नै बनाएका नियमहरूलाई पनि तोड्नुपर्छ, किनभने कहिलेकाहीँ ती कुराहरू व्यावहारिक हुँदैनन्। व्यावहारिक हुनको लागि पनि ती कुराहरू गर्नुपर्ने हुन्छ कहिलेकाहीँ। हामीभन्दा पछाडिका अर्थात् मभन्दा पछाडिका पेसेन्टलाई त अलिकति 5-7 मिनट 8-10 मिनट टाइम लाग्यो, वेट गर्नुभयो, तर पनि उहाँले त्यो यति राम्रोसँग कन्भिन्स गर्नुभयो सबैलाई, यति राम्रोसँग भन्नुभयो कि त्यो कुराले चाहिँ मलाई अत्यन्त हट गर्यो। र वास्तवमा सृजनशीलता मान्छेमा भयो भने मान्छेले एउटा उग्र जत्थालाई पनि राम्रो तरिकाले लिड गर्न सक्छ भन्ने कुरा उहाँबाट देखिन्थ्यो। किनभने त्यो दिन यसै पनि ढिला डाक्टर आउनु भएको थियो र मानिसहरू रिसाएका थिए, तर पनि उहाँभित्र छिरिसके पछाडि बडा अत्यन्त राम्रो माहौल बनाउनु भयो उहाँले र बिस्तारै बिरामीहरू जानुभयो, चेक जाँच गर्दै जानुभयो। अनि त्यो मैले जुन दृश्य देखेँ, उहाँहरू डोल्पाबाट आउनुभएको रहेछ। त्यो दाइ दिदीहरू चाहिँ डोल्पाबाट आउनुभएको रहेछ र 1 हप्ता भइसकेको रहेछ काठमाडौँमा, 2-3 दिन भइसकेको रहेछ त्यही टिचिङ वरिपरिको गन्जाघोलमा पनि फसेको। र सम्भवतः त्यो दिन डाक्टर साहबको अत्यन्त राम्रो विनयशीलता, व्यावहारिकता र उहाँहरूले नै एउटा कदम चालेर आफैले टिकट दिनेले टाइम छैन, टाइम पछाडि आउनुभयो, टाइम सकियो, अब फेरि भोलि आउनु होला भनेर भन्दा पनि उहाँ कसो गरेर नर्सको साथ लिएर डाक्टरसम्म पुग्नुभयो र नर्सले पनि अनुरोध गर्नुभयो। उहाँको अनुरोधलाई अत्यन्त सहजताका साथ डाक्टर साहबले स्वीकारेर डाक्टरले उहाँलाई अरू भएका पेसेन्टलाई कन्भिन्स गरेर उहाँलाई अगाडि चेक गरिदिनु भयो र सम्भवतः उहाँहरूको उपचार पनि राम्रो भयो होला। म चाहिँ त्यो दिन डाक्टरको त्यो व्यवहार देखेर साँच्चै डाक्टरहरू डाक्टर मात्रै हैनन्, एक प्रकारले डाक्टरलाई भगवानै भनिन्छ। अहिलेको सिनारियो जस्तो देखिए तापनि अहिले अलि फरक भएको पनि हुनसक्छ माहौल, तर वास्तवमै डाक्टर भगवान हुन्। डाक्टरको त्यो बोली, त्यो वचन, त्यो व्यवहार
देख्दाखेरि अत्यन्त खुसी लाग्यो। म अत्यन्त दर्वीभूत भएँ वास्तवमै। एउटा मान्छे कुनै पनि क्षेत्रमा एउटा राम्रो मान्छे, एउटा सृजनशील मान्छे, एउटा विज्ञानले ओतप्रोत भएको मान्छे, एउटा सहनशील मान्छे, एउटा चेतनशील मान्छे, एउटा चिन्तनशील मान्छे जब त्यो ठाउँमा पुग्छ, कुनै पनि क्षेत्रको लिड गर्ने ठाउँमा, त्यो मान्छेले सबैको मन जित्दै त्यो संस्थालाई पनि अत्यन्त अगाडि बढाउन सक्छ। मैले पनि उहाँसँगै उपचार गराएको हुँ। त्यो हस्पिटल चाहिँ मैले भनिहालेँ शिक्षण अस्पताल, यानि कि महाराजगञ्जको टिचिङ अस्पताल हो। त्यो टिचिङ अस्पतालमा उहाँ चाहिँ मुटु रोग विशेषज्ञ हुनुहुन्छ। उहाँ यादव थरको हुनुहुन्छ, मैले पुरा नाम चाहिँ भनेन। तर उहाँको त्यो अत्यन्त मिजासिलोपनले केही समस्या परेर गएका पेसेन्टहरूमा पनि बडा पोजिटिभ भाइब्स चाहिँ उहाँले ल्याइदिनु भयो। त्यो दिनको त्यो व्यवस्था देख्दा मलाई अत्यन्त राम्रो, अत्यन्त खुसी लाग्यो। किनभने टिचिङ अस्पतालमा प्राय पुगिरहेका हुन्छौँ हामी, अत्यन्त अस्तव्यस्त गन्जागोल हुने गर्थ्यो पहिला पहिला, तर अब अत्यन्त व्यवस्थित भएको छ। र डाक्टरहरू वास्तवमै मैले भन्न खोजेको, डाक्टरहरूमा चाहिँ त्यो विनयशीलता हुनैपर्छ। डाक्टरसँगैको भेटमै आधा रोग निको हुन्छ भन्छन् मान्छेले, यसै भनेको होइन। तपाईहरू अत्यन्त सकारात्मक, अत्यन्त विनयशील भइदिनु भयो डाक्टरहरू भने, र तपाईहरूले बोल्ने बोलीहरूका शब्दहरू अत्यन्त मिजासिला भयो भने रोगीको आधा रोग यसै निको हुन्छ र तपाईसँग मजासँग खुल्न सक्छन्। नेपालका डाक्टरलाई यो कुरा थाहा पनि छ र अत्यन्त राम्रा डाक्टर हुनुहुन्छ। अत्यन्त राम्रोमा पनि कहीँ कतै नराम्रो हुनु त भन्न सकिन्न, कहीँ न कतै नराम्रो त हुन्छ। तर धेरै डाक्टरहरू अत्यन्त राम्रा हुनुहुन्छ र उहाँको त्यो विनयशीलताले अत्यन्त खुसी लाग्यो। ती दाइ दिदीको पनि अत्यन्त राम्रो उपचार भयो पक्कै पनि। त्यसैले डाक्टरलाई अत्यन्त धन्यवाद भन्दै र एउटा सही ठाउँमा, सही संस्थामा, सही डिपार्टमेन्टमा एउटा सही मान्छे, लिड गर्ने सही मान्छे पुग्यो भने समय धेरै लाग्दैन। छोटो समयमा पनि बिग्रिएका, भत्किएका, अत्यन्त अव्यवस्थित भएका, लथालिङ्ग भएका, भत्ताभुङ्ग भएका सङ्घ संस्थाहरूले राम्रो स्थान पकड्न सक्छन् र राम्रो संस्था बनेर देखाउन सक्छन्। त्यसैले डाक्टर साहबलाई अत्यन्त धन्यवाद दिँदै बिदा हुन चाहन्छु। नमस्कार।